हेलो एन्ड नमस्ते ब्युटिफुल पिपल, इट्स मी अशोक। हजुर सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म कहाँ जानु लाग्यो भन्दा थमेर टाइटलतिर थाहा पाइसक्नु होला होइन। यो चाहिँ हामी घरबाट हिँडिसकियो, हिँडिसकेर यता कता आइयो अझ हामी बानेश्वर आइयो। यता चाहिँ बाबा हुनुहुन्छ, यता चाहिँ अजा हुनुहुन्छ, यता दाइ हुनुहुन्छ है। इमिग्रेसन एन्ड बोर्डिङ पास सबै चेक भएर यता वेटिङ रुममा छौँ होइन। हजुरहरूले हेर्न सक्नुहुन्छ। लाइक अब चाहिँ अहिले चाहिँ कति बज्यो भन्दा 6:35 भयो। अब एकैछिनमा हाम्रो जाने हुन्छ। अनि यता चाहिँ हाम्रो प्यारो दिदी हुनुहुनेछ, दिदीबाट जानु। ल अब चाहिँ हामी यहाँबाट हिँडियो। टर्किस एयरलाइन्स, यो चाहिँ टर्किस एयरलाइन्स खुलै छ होइन। लाइक यो चाहिँ सिट मेरो होइन। यता चाहिँ अङ्कल हुनुहुन्छ ट्याक्क लाएर। यता चाहिँ झ्याल छैन नजिकै, यहाँबाट चाहिँ देखिन्छ हिमाल प्लेन चाहिँ उड्यो होइन। चाहिँ यहाँ नेपाली फिल्म, हिन्दी फिल्म थियो अमिताभ बच्चन हिमाल छ लाइक एभरेजमा थियो नि, चाहिँ नास्ता हुँदैछ, यता हुँदैछ त्यही हो। अब नास्ता खाने इन्जोय गर्ने ल। अहिले चाहिँ नास्ता आयो होइन। अहिले चाहिँ नेपालको ट्याक्कै कति भयो 3 बज्न लागिसक्यो। अहिले चाहिँ नास्तामा के आएको छ यता खै के आएको छ कसो। अनि यो चाहिँ क्युकम्बर भयो, यो चाहिँ जेरी भयो, त्यस्तै सब्जी आएको छ। फास्ट एन्ड फ्युरियस मुभी चलिरहेको छ होइन। टक्कै फास्ट एन्ड फ्युरियस मुभी मजा आइरहेछ लाइक। अनि अब चाहिँ चिल गरे होइन, बोल्न आएको डर लागिरहेको। हामी इस्ताम्बुलको टर्कीको इस्ताम्बुल भन्ने ठाउँमा आइयो होइन। अब इमिग्रेसन तल सेक्युरिटी चेक चाहिँ भइसक्यो। अब चाहिँ हामी यहाँबाट न्युयोर्क जानुपर्छ। न्युयोर्क जानको लागि चाहिँ अझै अराउन्ड 3 आवर्स जति बस्नुपर्छ, त्यसपछि चाहिँ जाने हो। अब ठुलो छ हेर्नु, अब यत्रो छ, कता हो टाइमै देखाएको छैन, गेटै देखाएको छैन कुनो। अब गेट देखाएपछि हजुरलाई इन्फो दिइहाल्छु नि है। अहिले चाहिँ बाथरुममा आएको, बाथरुम नि गर्नु पऱ्यो होइन। रेस्टरुममा आएको, रेस्टरुम गरिसक्यो। अनि यता चाहिँ ऐना हेर्छ हेरेर फेरि चाहिँ मेरो यता कति लाइक त्यो अर्को के यहाँबाट न्युयोर्कको फ्लाइट थियो नि त। अनि त्यसको लागि यता बोर्डिङ पास भइसक्यो। अनि फेरि सेक्युरिटी चेक भइसक्यो। अब चाहिँ अनि फेरि सेक्युरिटी चेक भएको उता बस्यो। अनि एकैछिन यता रेस्टरुम गर्न आएको। लाइन मतलब नेटहरू जम्मा 1 आवर्सको लागि दिने रहेछ, भएन नि त। सो अनि घरको अहिले एकचोटि कुरा गरेँ त गरेँ, तर राम्रोसँग कुरा गर्नु पाएन। वकमै गएर न्युजर्सीमै गएर कुरा हुन्छ होला। त्यही हो गाइस, रमाइलो भइरहेको छ। त्यस्तो केही भएको छैन, जस्ट नर्मल्ली क्वेसनहरू भनिरहेको छु। ठिक छ। यस्तै रहेछ जिन्दगी। अब न्युयोर्कबाट बाहिर निस्क्यो, अब टर्मिनलमा जान्छ। बाहिर आइयो है, यता कता फेरि झै भन्छ। अब जान्छु के अरे हेरौँ होइन, कता हो थाहै छैन, कता हो भइदिरहेको छ। यता जा भन्छ, उता भन्छ, कता जता गयो यता हेर नि उही छ, उता हेर नि उही छ। अब भू बल्को हो भयो। त्यसै ब्याग पनि चेकिङ भइसक्यो, सेक्युरिटी चेकिङ भयो। अनि ब्याग ट्यागहरू यताउति भयो। अब चाहिँ म गेट नम्बर चाहिँ कति हो भने 26 हो। 26 खोजिरहेको होइन। यता चाहिँ नास्ता खाने ठाउँहरू छ। उता माथि सेक्युरिटी चेक भइरहेको थियो, यहाँ चाहिँ यस्तो छ, यहाँ नै छ। अब सेक्युरिटी चेकिङ भइसक्यो।
आइसक्यो अब चाहिँ लाइक मेरो गेट नम्बर खोजेर चाहिँ म बस्नु पर्छ। ल साथीहरू अहिले चाहिँ म न्यू जर्सीमा छु फ्लाइटको लागि वेटिङ गरिरहेको छु होइन छु। अब यहाँबाट चाहिँ म नर्थ क्यारोलिनामा जान्छु। अहिले चाहिँ ठ्याक्कै यहाँको चाहिँ कति बज्यो लाइक 5 भयो। अब 5, 6, 7, 2 आवर्समा चाहिँ हाम्रो नर्थ क्यारोलिनाको फ्लाइट लाग्छ। त्यसपछि चाहिँ त्यही गरेर भेटौँला। अहिलेसम्म रमाइलो भयो, इमिग्रेसनहरू भयो, यताउति भयो। बा अब के हुन्छ कसो हुन्छ हेरिराख्नु भयो होला लास्टदेखि फास्टसम्म। यतै जानु न यो क्यालेन्डर पनि आइयो। अब चाहिँ म ब्याग खोजिरहेको छु। यस्तो छ ब्याग हेर्नु लाइक एभ्रिथिङ इज गुड। ब्याग चाहिँ सजिलो पाएँ। अब ब्याग पाइसकेपछि सजिलो पाएँ। फेरि यसको लागि फेरि एक्स्ट्रा पे गर्नु पऱ्यो। लाइक यसको लागि चाहिँ $7 फेरि लाइक $7 फेरि पे गरेँ। अनि लिएँ। अब चाहिँ अङ्कल आन्टी आउँदै हुनुहुन्छ। अङ्कल आन्टी आइसकेपछि जानु पर्ने हुन्छ सर। रमाइलो छ हेर्नु न। यो चाहिँ हाम्रो घर। अङ्कलले काट्दै हुनुहुन्छ। गर्दै चाहिँ बाटो मिठो रहेछ है। मलाई मन परेछ मेरो नाम के अरे भन्नु त। मेरो 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 के मेरो अशोक। अनि के गरिरहेछौ तिमी? खोइ बोलेको के गरिरहेछौ तिमी? यता हेर न यता। मेरो नाम के हो रे? मेरो नाम खै रुक। मेरो नाम भन पहिला। अशोक। ल हाई गरिदिउँ। ल गाइज हामी चाहिँ यता बसिरहेछौँ। यता अझ घुमाइसक्यौँ होइन। अनि आद्रित म आन्टी अनि अङ्कल आइसक्यौँ। यता अङ्कल अझाकोमा। अझाले चाहिँ बर्गरको लागि किमाहरू बनाउँदै हुनुहुन्छ। बनाउन भिडियो बनाउन एकदम डर लागिरह तर घुमिरहेको होइन। आजै आएको रमाइलो भइरह। अब चाहिँ उता किचनमा जाऊँ। अझाको किचनमा। यो चाहिँ आद्रितले टिभी हेर्ने ठाउँ। म उता एकचोटि भिडियो देखाएर आउँछु। यो चाहिँ अझाको घर। यो चाहिँ लिभिङ हल। यो चाहिँ किचन। यहाँ चाहिँ बर्गरहरू बनिरहेछ। आन्टी यता चाहिँ हाम्रो अजा। यता चाहिँ अङ्कल। पाजु मेरो पाजु सबैभन्दा ठुलो मेरो पाजु। अनि आद्रित मेरो पाजु। हेलो पाजु। हेलो पाजु। सरी मम।
Thank you so much for watching this video till the end. म चाहिँ युएसए आएको कति लाइक 4-5 दिन भइसक्यो भिडियो खास एडिट गर्नु पाएको थिएन अनि हजुरहरुले यो भिडियो कस्तो लाग्यो भन्दै जानु होला म घुमेको गरेको भिडियो बनाउँदै गर्छु हैन त्यति बेलासम्म हजुरहरुले भिडियो देखेर साथ सपोर्ट हजुरहरुको साथ सपोर्ट माया दिदै गर्नु होला भन्दै यो भिडियोलाई चाहिँ यहाँ एन्ड गर्न चाहन्छु अनि गाइस लास्टमा कस्तो लाग्यो हजुरहरुलाई भिडियो कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला लाइक शेयर अनि सब्स्क्राइब त भइहाल्यो हैन भन्नै पर्दैन थ्यांक यू गाइस बाइ बाइ